नमस्ते नमस्ते सारा नेपालीले नमस्कार गर्न चाहन्छु। आज देश डुबिरहेको छ, आज देश रोइरहेको छ, आज देशका सारा जनताको मनहरू पोलिरहेको छ। त्यसैले केही बोल्नको लागि तपाईहरु सामु उपस्थित भइरहेको छु। नमस्कार। आज हाम्रा पुस्ताले जेनजीले गरेको आन्दोलनबाट यहाँसम्म आइपुग्दाखेरि नेता र नेतृत्वमा भएका घटना, घमण्ड र स्वार्थ र भ्रष्टाचारले दङदङ्गी गनाइरहेको थियो। त्यो चाहिँ अहिले त्यसको फलस्वरूप आज घटना घटेर यहाँ आइपुगेको छ। हामी जस्ता सारा युवाले, जेन जी मात्र नभएर जेन वाई, जेन एक्स अथवा जोसुकैले, सारा नेपालीले अब हामीले यसलाई जुन समस्या भयो, जुन क्षति भयो, जुन बलिदानी भयो, जुन रगत बग्यो, अब यसमा टेकेर यो भन्दा राम्रो कसरी गर्न सकिन्छ, यो भन्दा राम्रो कसरी देश बन्छ, कसरी यहाँ भन्दा राम्रो देश बनाउन सकिन्छ होला। त्यसको लागि हामी सारा नेपालीको बाहिर रहेर पनि सामाजिक सञ्जालमा, टिकटक, फेसबुक अथवा सामाजिक सञ्जालमा कस्तो खालको क्रिया प्रतिक्रिया दिने होला भनेर हामीले कसरी सहयोग गर्ने होला भनेर सहयोग गर्ने होला नि त। तर मैले यहाँ के पाएँ, टिकटक भरि, फेसबुक भरि एकले अर्कोलाई दोषारोपण गरेको, दोष लगाउने, दोषारोपण गर्ने, होइन, कुन चाहिँलाई रिस उठेको छ, कसलाई के भन्नु छ, मौका यही हो भने छ, मौकामा चौका हाने छ, दोषारोपण गरे छ, एकले अर्कालाई बदनाम गराइएको छ। हाम्रो दायित्व त्यही हो। हामीले सामाजिक सञ्जालमा भन्ने यही हो कि म त्यो इमान्दारी मान्छे हो त, तथ्य परक नरहिकन अनुमानको भरमा जे पायो त्यही प्रोपोगन्डा, कुनै पनि व्यक्ति, कुनै पनि सारा नेपालीमा जोसुकै होस्, यस्तो गर्ने हाम्रो अधिकार हामीलाई सुहाउँछ होला। हामी नेपाली भएर आफ्नो देशको अवस्था यस्तो भइरहेको बेला दोषारोपण गरेर एकले अर्कालाई तपाईको अनुमान गरेर विभिन्न दोष लगाएर विभिन्न समाचार लेखेर विभिन्न स्ट्याटस लेखेर नराम्रो, फेरि एकदमै फ्रस्ट्रेसन, नराम्रो समाचार लेखेर एक गर्दै नगरेको व्यक्तिलाई, प्रमाणविहीन व्यक्तिलाई, हुँदै नभएको व्यक्तिलाई अनुमान गरेर जे सुकै भन्न पाउने भन्ने यही हो त। अनि यस्तो तरिकाले देश बन्न सहयोग गरिएला त? बन्दैन साथीहरू, बन्दैन। त्यसकारणले तथ्यपरक, यथार्थ स्ट्याटस लेखौँ, टिकटक बनाऊ, जसले राष्ट्रलाई सहयोग होस्, जसले सङ्गठनलाई सहयोग होस्, जसले तपाईको हाम्रो परिवारलाई सहयोग होस् र आफूलाई पनि सहयोग होस्, आफ्नो मन पनि शान्त होस्। किन थाहा छ? हामीले भटभटिएर विभिन्न अरूको अनुमान लगाएर त्यो दुनियाँ दिमाना दोषारोपण नभएको कुरा लाउनु भन्दा तथ्यपरक कुरा छ भने भन्ने, लगाउने, बोल्ने, त्यो चाहिँ अत्यन्तै राम्रो र प्रभावकारिता हुन जान्छ। त्यसैले सत्य बोलौँ, यथार्थ बोलौँ, सकिन्छ भएको ज्ञानहरू दिउँ। अहिलेको समयमा, अहिलेको टेक्नोलोजीमा, अहिलेको सञ्जाललाई दुरुपयोग नगरौँ। व्यक्ति विशेष कुनै पनि कुरामा नगरौँ। गर्न यदि नयाँ कुरा, योजना, प्लान, सुझाव र सकारात्मक कुरा, नकारात्मक माथि टेकेर सकारात्मक कुरा दिन सक्यो भने हामीले पनि त राष्ट्रको लागि सेवा गरेको हुन्छौँ। त्यसैले एकले अर्कोलाई दोषारोपण गर्न बन्द गरौँ। अनुमानको भरमा समाचार नलेखौँ, अनुमानको भरमा स्ट्याटस नलेखौँ, होइन। सकिन्छ प्रमाण पुर्याएर, सकिन्छ लेखौँ, सकिँदैन बरु अरू गीत बनाऊ, नाचौँ, लेखौँ, होइन, व्यङ्ग्य गरौँ, तर व्यक्तिको चरित्र हत्या गर्न बन्द गरौँ। नमस्ते।